त्यसकारण उहाँहरू चिच्याउन थाल्नुभयो कि यदि राज संस्था फर्कियो भने हाम्रो बास चाहिँ सिंहदरबारमा होइन जेलमा हुन्छ भन्ने कुराले त्रसित देख्नुहुन्छ तपाईँ? म चाहिँ राज संस्था भन्दा नि यही व्यवस्थाभित्र बालेन शाह र रवि लामी छाने आयो नि के हुन्छ भन्नेमा चाहिँ उहाँहरू त्रसित हुनुहुन्छ कि अहिले। म चाहिँ छ नि त्यो अर्को व्यवस्था त छोड्नुहोस् होइन, यो व्यवस्थाभित्रै पनि उहाँहरू त्रसित हुनुहुन्छ। र त्यसो हुनाले त हिजो कुरा नमिलेको प्रचण्ड हिजो गएर त त्यो बेपत्ता तथा जहिले पनि उहाँहरूको त्यो टिआरसीमा छ नि 20 वर्षदेखि टुङ्गो लाग्छ। कहिले टुङ्गो नलाग्ने विषय चाहिँ जहिले पनि एजेन्डा चाहिँ अन्तिम क्रिटिकल ठाउँमा चाहिँ किन हुन्छ त? हेर्नुहोस् न, हेर्दै जाउँ न हामीले। जब त्यो उहाँले त्यो विषय उठाउने बित्तिकै के थाल्नुहोस् भने त्यो भित्र के पाकेको छ भन्ने कुरा आम नेपालीले बुझिसके कि त्यो पूर्व राजाको पक्षमा जुन र्याली निक्लियो त्यसले एउटा भूकम्प ल्याइदियो र उहाँहरू तिनतिर मुख फर्काएर हिँडेकोलाई एक ठाउँमा जुटाइदियो। त्यसपछि त्यो त प्रचण्ड कार्यक्रम छोडेर आउनु भयो होइन हो। त्यसको अन्तर्य त अझ उहाँलाई त्यो कार्यक्रम स्थलमै पनि थ्रेटन हुनसक्छ नि होइन? त्यो कुरा त सर्फेसमा आएको छैन नि त। त्यसकारण उहाँहरू एकदम उत्तेजक अभिव्यक्ति दिइराख्नु भएको छ। त्यसो भए के गणतन्त्र सुरक्षित भयो त उहाँहरूको यो अभिव्यक्तिपछि? अब उहाँहरूले पछि सभा गर्दै हुनुहुन्छ, जुलुस गर्दै हुनुहुन्छ, प्रचार र्याली गर्दै हुनुहुन्छ, गणतन्त्र सुरक्षित त्यसो त प्रकाशजी उहाँहरूको फेम बढेर गयो? कुनै पनि व्यवस्था चाहे कुनै पनि कुरा बोलीमा भन्दा नि काममा विश्वास हुन्छ क्या। तपाईँले पर्फर्मेन्स नदिएर उहाँले बोलेर चाहिँ कोही सुरक्षित हुनु। उहाँहरू जति बोल्नुभयो अति असुरक्षित, जस्तो शेरबहादुर देउवा अस्तिसम्म सुरक्षित हुनुहुन्थ्यो, उहाँ बोल्नुभयो नि असुरक्षित हुनुभयो होइन? किन भन्दा पब्लिकले पनि थाहा पायो कि उहाँको स्ट्यान्ड के होइन होइन र जसले नि इन्टरनेसनल पनि थाहा भयो। र मलाई चाहिँ के लाग्छ भने नि जस्तो अहिले पछिल्लो समय चाहिँ यो अलिक पेचिलो बनेको विषय चाहिँ ट्रम्प उदयपछि जुन ग्लोबल पोलिटिकल पावर गेमहरू फेरिँदै गएको छ नि त्यसको बाछिटाहरू पनि छन्। जस्तो हेर्नुहोस् है तपाईँलाई, ट्रम्पले डिपोर्ट गर्दाखेरि कुन दिन भुटानी शरणार्थी आउला भन्ने अर्को पनि त्रासदी त छ नि त, डर छ नि त होइन? त्यो अर्को भ्रष्टाचार आन्तरिक कुरा त छँदैछ। अब तपाईँलाई पछि मिलिटेन्टको कुराहरू छ होइन, यो अदालतको कुराहरू छ नि त, उहाँहरूको काण्डको पेशी कहिले चढ्छ अर्को तनाव छ छैन भनेको। उहाँहरूले जनताका विषयमा अहिलेसम्म कुराकानी गरे भए पो उहाँहरू सुरक्षित हुन्छ। नेता कहिले सुरक्षित हुन्छ भने संसारकै नेता हेर्नुहोस् जसले सामान्य जीवन